Namaste. Hello. Dudulog Yo, what's up to all the mom and dads out there? तपाईँहरू एक्सपिरियन्स हुनुहुन्छ कि नयाँ हुनुहुन्छ? Young hununcha or old hununcha? Millennial or Gen Z mom and dads, this podcast is for you. Ham millennial moms, mo Anita? अनि म रोहिती तपाईँहरूको लागि भनेर डिफ्रेन्ट टाइप्स अफ प्यारेन्टहुड टपिक्स लिएर यो पडकास्टमा लिएर आउने प्लान गरेको छौँ टु हेल्प अस इम्प्रुभ होइन हामीलाई राम्रो गर्नको लागि कमेन्ट पनि गर्नुहोस् होइन के गर्दा राम्रो हुन्छ बट थ्याङ्क यू फर लिसनिङ टु अस होइन अनि आज Who's listening to us? आज आज चाहिँ यो फर्स्ट एपिसोडमा जस्तो इन्ट्रोडक्सन होइन मिसन अनि त्यसपछि जस्ट अ लिटल बिट मोर अबाउट अस भनेर सोचिरहेको थिएँ होइन To युजली know more about us. एभ्री फर्मेटमा चाहिँ प्यारेन्टिङ टपिक्स अनि मोस्टली 3 टपिक्स र 3 क्वेसन लिएर आउने प्लान छ हाम्रो होइन सो फर्स्टमा चाहिँ इन्ट्रोडक्सन लेट्स डु इट होइन अन्त टेल अस a little bit about yourself. Okay, hi. I am Anita. अघि भर्खर रोहितीले पनि भनेको थिएँ. So that's my name होइन. Mother of 3. मेरो 3टा बच्चाहरू 8, 5 and 2 years old. They drive me bananas. But I'm here. So yeah. It's not banana. They're cute too. Anyways, it's fun raising 3 kids. I'm by profession I'm a management analyst. I tried my best to keep up my job and be there for my kids. Tara, bana. 9 to 5 is not for moms, I think. I don't know. Yeah. I Oh. can go on and on about that. होइन कति धेरै drop off, pick up, trainings केमा miss out हुन्छ. So you have to weigh your options जस्तो हुन्छ at certain point होला. I know there is daycare and everything. I can go on and on about this next time. So Next for now, topic. yeah, for now, त्यही भएर I'm staying home अहिले चाहिँ अनि it's fun. It's fun. They drive me bananas, but it's fun. So more about me भन्दाखेरि I really love to write. लेख्न is my journal चाहिँ म पहिलेदेखि नेपालदेखि नै सानैदेखि नै it's like मेरो venting outlet जस्तो हुन्थ्यो and I just love to write. अनि podcast is also same. So I like writing and podcasting Reiki firstly. But yeah, Nice. that's pretty much sums up me होला. राइट तँलाई याद छ हामी स्कुलमा हुँदाखेरि के अरे राइटिङ लेख्दाखेरि पुरा ऱ्यापमा लेख्थ्यौँ नि के त I know. हामी अनि तँलाई याद छ आफ्नै ह्यान्डराइटिङ नबुझेर यो के लेखेको रे I remember. अनि हामीले चाहिँ पुरा ऱ्याप लेख्ने भनेर अनि पछि हुन्छ नि लेख्दाखेरि पनि अब के वर्डलाई आफूले अहिले एउटा पढ्यो भने त स्कुलबाट बुझ्दैन छुट्टी होला भयो तिमी किन आएन म भएन ब्ला 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 समथिङ आई रिमेम्बर त्यो ओ माई गड आई डोन्ट रिमेम्बर द लिरिक्स तर आई डु रिमेम्बर त्यही भने बट इट वाज फन टाइम्स एनिवेज आई गेस तेरो बारे भन्न त मेरो बारेमा होइन म चाहिँ अन्तको साथी रोहिती हामीहरू भानुभक्त मेमोरियल स्कुल अनि भानुभक्त सेकेन्डरी स्कुल हो भानुभक्त मेमोरियल सेकेन्डरी स्कुल अनि भानुभक्त मेमोरियल कलेज पनि सँगै पढाए हो हामीहरू होइन हामी 8 क्लासदेखि चाहिँ एउटै क्लासमा थियो अनि लिटल बिट अबाउट मी चाहिँ म चाहिँ एक्चुली नयाँ मम हो होइन भर्खरै मेरो 8 मन्थ्सको बेबी भएको थियो लाइक रियली क्युट सुमेरु होइन अनि त्यसपछि यप एन्ड मैले चाहिँ प्रोफेसनलीमा चाहिँ म बच्चाहरूसँग काम गर्छु म काउन्सिलर काम गर्छु अनि युजली लाइक 4 वर्षदेखिको 18 वर्षको बच्चाहरूसँग चाहिँ लाइक डिप्रेसन छ या एङ्जाइटी छ बुलिङ भएको छ भन्ने त्यस्तो भने चाहिँ मैले उनीहरूसँग काम गर्ने हो अनि पछि उनीहरूसँग मात्र होइन अनि म आमा बुवासँग पनि काउन्सिलिङ गर्छु अनि लास्ट क्वेसन के थियो अरे हाम्रो बारेमा इन्ट्रोडक्सनमा something you really like to do Oh, something I really like to do. Well, I don't know if it's like post pregnancy होइन मैले एकदम बिर्सिने भएको छु कि त्यही भएर थ्याङ्क्स है अन्त के I got अरे थ्याङ्क यू समथिङ आई लाइक टु डु एक्चुली मलाई एकदमै रनिङ चाहिँ एकदमै मनपर्छ होइन तर अहिले चाहिँ गरेको छैन तर हाइकिङ रनिङ त्यस्तो कुराहरू चाहिँ एकदमै मनपर्छ मलाई
So fun if you can do it. And I want to add कि that's what तर मेरोमा कति धेरै सिमिल्यारिटिज छ तर कति धेरै डिफरेन्सेस पनि छ होइन Yes. अनि म चाहिँ धेरै जस्तो लाइक रनिङ गर्न जाऊ भन्यो भने चाहिँ त चाहिँ घरमा बसेर आनन्द गरोस् Yeah, भन्ने जस्तो I know. म बरु ह्याप्पी आवर जाऊ म चाहिँ कुनै टाइममा। म चाहिँ बरु डान्स गरौँ यार भनेर भन्ने होइन त्यस्तो खालको Yes, छ I love it. Running, उम्, dance चाहिँ yeah. त्यही भएर अनि Yeah. So, okay. Introduction भनेपछि अब नेक्स्टमा let's tell everybody why हामीले यो podcast गर्यो भनेर। oh yeah भन्दै त why are we here? why are we here We're not uh, sleeping and recording this. Let's tell them. त्यही भएर यो खास भने मेरो दिमागमा चाहिँ फर्स्टमा कहिले आएको भने चाहिँ बाबु पाएपछि 6 मन्थसम्म मम्मी ड्याडी आउनुभएको थियो होइन हेल्प गर्नुभएकोमा तर त्यति बेलामा पनि मैले हुन्छ नि अब मेरो कजन दिदीलाई विजया दिदीलाई ए विजया दिदी हेर्नु न बाबु यस्तो भइरहेछ के गर्ने भनेर मैले मेसेज पठाएँ या अन्त साथी रच्चु अरूहरूलाई हुन्छ नि मेसेज पठाएर अर्को नर्स साथी प्रशंसाहरू त्यस्तोहरूलाई मेसेज पठाएर ओइ के गरेर आएको हेर्न मेरो के अरे मेरो बाबु त रोएको रोइ गरेर आएको छ कति 3 घन्टा भइसक्यो रोएको अब के गर्ने भनेर हुन्छ नि पुरा त्यस्तै ला ज्वरो यति धेरै आइरहेछ कति एमएल दिने कति औषधि दिने भन्ने त्यस्तो त्यस्तो क्वेसनहरू हुन्थ्यो होइन अनि ल अब त यो पडकास्ट बनाऊ कि क्या हो हुन्छ नि यस्तो गफ गाफहरू प्यारेन्टिङको गफ गाफहरू अनि यो चाहिँ आई मिन कति कति कुरा मैले याद गरेछु नि सबैजनाको एन्सर डिफ्रेन्ट हुँदो रहेछ होइन सबैजनाको Yeah, बच्चा डिफ्रेन्ट सबैजनाको एन्सर डिफ्रेन्ट हुन्छ अनि मैले चाहिँ ल पडकास्ट बनाउनु पर्यो क्या हो या यस्तो हुन्छ नि it's a पर्सनल platform. अति प्लेटफर्म बनाऊ सबै त्यस्तो कुराहरू गर्नलाई भनेर चाहिँ मेरो चाहिँ फर्स्टमा आइडिया आएको थियो अनि त्यसपछि मैले चाहिँ अनितालाई पुरा टेक्स्ट पठाएँ ओइ त्यो आई मिन एक्लै चाहिँ गर्न अलिक डर लाग्यो होइन अनि पछि अब अनि अब को होला पर्फेक्ट भन्दाखेरि ठ्याक्कै अन्त दिमागमा आयो क्या हुन्छ नि अनि अन्त चाहिँ अब 3 जना बच्चाहरूको मम होइन अन्त फेरि हुन्छ नि सुनिल मिलिट्रीमा थियो एउटा मिलिट्री वाइफ होइन अनि पछि 3 जना बच्चाको मम अनि आई नो लाइक मामा माइजूहरू होइसिन्थ्यो तेरो बुवा पनि होइसिन्थ्यो होइन तर लाइक आई फिल लाइक तैँले आफै सबै गरिस् कि होइन त्यही भएर मैले चाहिँ ल अन्तलाई ल भनौँ अनि यो पडकास्ट गरौँ भनेर त्यताबाट स्टार्ट भएको मलाई पनि त्यही सोध्न लाग्यो होइन I'm just guessing. हो त्यही हो कसरी मेरो दिमागको एन्सर क्वेसनहरू थाहा I पाइस् know you. तैँले मलाई आन्सीले जहिले पनि आन्सीमा हेर ठुलो छोरी सी अलवेज सेज लास्टमा राति when we have a bedtime talkमा होइन मामु how do you know what I'm thinking भन्छन् I'm like I am your mother द्याट्स so राइट मलाई पनि भन्नु पर्छ I know so मैले चाहिँ किन भन्दाखेरि अनेस्टली मेरो त के पनि मैले त सोचेकै थिएन इट्स अल यु तैँले नै भनेको हो यु ह्याड दिस vision in your head रहेछ मलाई त थाहा you randomly I still have that text you're like why we have to do podcast together something के भनेर चाहिँ मैले क्या right there and then है मैले त्यतिखेरै टेक्स्ट गरेको थिएँ I didn't even put any thought or anything into it I'm like oh yeah let's do it किनभने मैले अहिले चाहिँ के भयो भने I want to say yes to things that I can if it is hurting me I want to say yes to everything right now and let's see के हुँदो रहेछ फ्युचरमा वी डोन्ट नो के हुन्छ कस्तो हुन्छ तर आई जस्ट वान डु इट भने अनि तसँग गर्ने भने चाहिँ झन् इज लाइक ए आई क्यान डु एनिथिङ आई क्यान से एनिथिङ यो एन्ड देन पछि चाहिँ हामीले ब्रेन स्ट्रम गरेर सिरियसली कुरा गर्न थालेपछि चाहिँ ओ इट्स रियली नाइस तसँग धेरै इनपुटहरू छ नि नेपालको मान्छे स्पेसली वी आर टार्गेटिङ नेपालमा चाहिँ बिकज नेपालमा यसरी एक्सपोजर छैन एन्जाइटी डिप्रेसन भनेको नेपालमा इट्स नट अ थिङ फर देम इट्स लाइक ए दादा तँ किन यस्तो बुझेनस् त यस्तो ब्ला 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 डिङ द्याट्स हाउ हाम्रो नेपालमा लाइक द्याट्स हाउ वी ग्रु अप एन्ड आई डोन्ट नो अहिले त हामी इट्स बिन वाइल हामी यता भएको सो आई स्टिल थिङ्क दे आर नट देयर होइन अनि दे कुड रियली युज लाइक मम एन्ड ड्याडले मेरो बच्चाहरू किन यस्तो एक्ट गरिरहेछ वाइ इज दिस पर्सन सेङ द्याट भनेर त्यस्तो भयो भने दे हेभ यु they can just say, ooh, Rohiti, banera. But if you wanna learn about other random stuff, There you yeah, go.
You're very serious. Honestly, Rohiti Mm, would be a go-to person, and then I'll just add something to it. I don't know what, but yeah, I'll come up with it. त्यही yeah. भएर चाहिँ I think हाम्रो mixer like तैँले अघि भने जस्तै we are opposite, but we got this भनेर अँ, let's do it भनेको. Here we are. अँ। अनि अनि तैँले एकदमै ठिक कुरा पनि लिएर आइस आइएम टेलिङ यु लाइक तैँले मेरो माइन्ड रिड गरिरहेको छस् लागिरहेको छ कि होइन? के अरे अनि यो अडियन्स पनि हाम्रो होइन नेपालमा बस्ने मान्छेहरूको स्योरै हो। तर मोर स्पेसिफिकली चाहिँ होइन अब नेपालमा नहुने अरू अरू विदेशहरूमा बस्ने मान्छेहरू अहिले धेरै माइग्रेसन भइरहेछ। तेरो र मेरो पालोमै हामी कतिजना हामीहरू युएसए हुन्छ नि, युके, अस्ट्रेलिया गइरहेछ। कतिजना मान्छेहरू त कटार उता पनि होइन Girls मिडल are इस्टमा all पनि over the गइरहेछ। world जस्तै छ. Yeah, right, exactly. Mm. Actually, World Health Organization ले चाहिँ 2021 मा त्यस्तो डाटाहरू कलेक्ट गरेको थियो कि होइन? अनि नेपालमा चाहिँ 2021 मा चाहिँ 18 एन्ड अन्डर होइन 18 वर्षभन्दा तलको बच्चाहरू चाहिँ अलमोस्ट 9,869,583 जना बच्चाहरू छ भन्छ होइन? अनि त्यतिमा चाहिँ 275,000 चाहिँ नेपालमा होइन अब्रोड बसिरहेको छ कि होइन? अब भनेपछि ल 275,000 को ल एकजना मम्मीको 9 जना बच्चा भए पनि त्यो त धेरै नै Bro, आमा-बाउ we are भइसक्यो नि। lucky. त्यो त आई मिन धेरै नै बच्चाहरू भयो अब आमा-बाउ भइसक्यो होइन? त्यही भएर अब त्यो 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 पपुलेसन सबै पपुलेसन होइन सबै अडियन्सहरू सबैको लागि चाहिँ एउटा प्लेटफर्म होस् भनेर आइ एम होपिङ इट। अनि अल्सो लाइक कतिजना लाइक म नै अब 39 38 39 भइरहेको छु अनि भर्खर 8 महिनाको मम्मी हुँ होइन? अनि एउटा स्पेसिफिक होइन मिलेनियल मात्र होइन लाइक सेभरल जेनेरेसन अडियन्स चाहिँ एकदमै वाइड छ। Mm. वाइड पुग्ने हिम विचार चाहिँ गरिरहेछ. मेरो छ। Yeah. त्यही भएर So that's a very good thing होइन? हाम्रो like हाम्रो सोच चाहिँ we're gonna go so abroad and सबै चिज. अनि थ्याङ्क यू त्यसले त खतरा रिसर्च गरेर कतिजना टार्गेट she knows what she's talking about. I त्यो चाहिँ अनि मैले चाहिँ यस्तो कुरा गर्दा गर्दाखेरि वाइ भन्दाखेरि नेक्स्ट तैँले भनिसकेपछि त अब रेकर्ड गर्ने भनेपछि त आई अल्सो नभए सोच्न त पर्यो. सो आई थिङ्क मैले हेर्दा चाहिँ भिलेज अलवेज टुक आउट के मेरो हेडमा बिकज village could be like physically being present for your friends, family or whoever. Like बच्चालाई ड्रप अफ गर्न पर्यो, बच्चाको चेकअप गर्न पर्यो, कहिलेकाहीँ कहीँ एरेन्ज रन गरिरहेछ स्टक इन ट्राफिक तिम्रो बच्चालाई पिकअप गर्न यु हेभ टु बी देयर यु हेभ टु टेल समबडी सबैको त्यस्तो हुँदैन मान्छे होइन Thank God I have my friends and family who is here and that is also why I can do what I can do अहिले जस्तो भएको छ तर there is other side of parenthood which is mental this is like एउटा you get so exhausted कहिले oh my god why this baby is crying खाँदिसके डाइपर चेन्ज गरिसके what else भने That's जस्तो right. बच्चालाई मात्रै यस्तो भएको हो should I be worried what are like कस्तो million trillion questions जान्छ होइन त्यो सबैको एक्सपिरियन्स तैँले अघि भने जस्तो डिफ्रेन्ट हुन्छ त्यो सबै सोच्दाखेरि चाहिँ we could be your online go village where you could be like unload your mental burden पनि नभनौँ के भने मेन्टल स्ट्रेस छ भने अथवा एनी गुड थिङ्स छ भने ए यस्तो हुन्छ त्यो बच्चा डेङ्ग लड्छ तर त्यो कार्पेट हो हिज ओके द्याट्स वाट माई हस्बेन्ड सेज सो डोन्ट फ्रिक आउट हिज बच्चा लड कार्पेटमा पनि तर मेक स्योर कार्पेट नट समथिङ एल्स कार्पेट कार्पेट इज so this like we just want to be present be they're real like every day ma so जे हुन्छ we're gonna go as we go हामी एक्सपिरियन्सहरू सेयर गर्दै जान्छौँ so that nobody feels they are alone and we are all in this together. That's right. Yes. Blah 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 No. भयो cut but yeah Yeah. No, I think like तैँले जसरी village describe गरिस् नि त्यो चाहिँ I think it's perfect like I said तैँले चाहिँ आज मेरो दिमागमा के भइरहेछ भनेर टक्क टक्क लिएर होइन अब भन्दा जस्तो लाग्यो। oh I can read the maybe mind reader हो म त्यही भएर अब माइन्ड रिड गर्न सक्छस् भने हाम्रो थर्ड के हो रे? गुड वान आई नो हाम्रो थर्ड भनेको समथिङ हामी दुईजना रिमेम्बर
हाम्रो मेमोरी टुगेदर oh my god I have so many memories with you seriously त्यही भन्दा भने भन्दा अर्को याद आयो this कुन चाहिँ I don't think you remember this हामी ओके हयातमा पार्टी गएको instead of entrance दिन ओ माय गुडनेस I'm not gonna that is for another day another story भनेजस्तो भर्खरै स्टेकमा भएको तर या ओके त भन्न त हाम्रो मेमोरी के छ तँलाई समथिङ द्याट यु laughed लाइक यु सेड होइन हाम्रो टन्नै मेमोरिजहरू छ बङ्क हानेको अब क्लासमा के गरेको तर एउटा चाहिँ एकदमै आइरहेको चाहिँ किन हामी पुरा हुन्छ नि त्यो +2 मा थियो हामी अनि त्यसपछि फेयरवेल्स हो कि वेलकम्स डे त्यस्तै के हो अनि त्यसपछि हामी चाहिँ ल अब हामी दुईजना एमसी गर्ने भनेर हुन्छ नि पुरा बोल्दाखेरि पनि नमस्ते अनि तैँले कसरी बोल्ने मैले कसरी गर्ने हामी I चाहिँ know पुरा obviously पुरा पम्प अप भएर हुन्छ नि पुरा क्राउड चाहिँ हामीसँग पुरा एक्साइटेड भएर गरे जस्तो गरेर हामीले चाहिँ गरिरहेको थियो होइन हामी चाहिँ इन्जोय गरिरहेको थियो तर त्यो क्राउडले के गरिरहेको थियो मलाई केही थाहा छैन तर हामी इन्जोय गरेको मात्र याद आउँछ तर कि फेरि पुरा हामीलाई सबैजनाले पछि हामीले खतरा गराएको थियो भनेको थियो होप दे आर राइट or they were being nice I don't know होइन आई होप अल आवर पडकास्ट लिसनर पनि त्यस्तै नाइस छ yep कस्तो राम्रो we, तिमीलाई we will take it आई नो तर त्यो चाहिँ एकदमै फन टाइम्स होइन आई मिन त्यो एउटा मात्रै होइन मल्टिपल कस्तो मजाको आई थिङ्क लाइफ वाज गुड देन है अहिले पनि राम्रै छ होइन तर त्यति बेलाको डिफ्रेन्ट भेरी डिफ्रेन्ट हामीले कस्तो थियो पहिला But oh what about you man man honestly भन्दा भन्दै मलाई I remember so many things तैँले र मैले my daughter said do not say stupid अनि अहिले भन्न पनि हेजिटेन्ट भएको के म This is म कस्तो भइसकेँ ओके स्टुपिड चिजहरू गरेको छ हामीले आई रिमेम्बर तर वान अफ द गुड थिङ द्याट क्यान रिलेट यो पडकास्टमा चाहिँ हामीले केडिएच एफएममा निर्णयले हामीलाई हो लाइक को होस्ट गर्नलाई बोलाएको जस्तै थियो नि रिमेम्बर ओ माई गॉड embarrassing real FMमा we had like real equipment producer this and that everybody recording us अनि हामीले चाहिँ के गर्यो all we did was त्यो रेकर्ड सुन्दाखेरि you don't know anything but हामी जस्ट हाँस्यो अनि we even sang त्यो ऱ्याप गीत गाएको याद छ yes त्यतिखेरको हाम्रो ऱ्याप गीतहरू पनि गाएको थियो अनि इट वाज it is or it was most embarrassing चाहिँ थियो तर इट्स अ गुड मेमोरी हामीले त्यो फोटोसुटहरू गऱ्यो त्यहाँ गयो रियल एफएम स्टुडियोमा लाइक हुन्छ नि वाज लाइक क्लासमा पनि हाम्रो सब साथीहरूले हामीले सुनेको थियो वी फेल लाइक ओ वी आर सो पपुलर रमाइलो भएको थियो है द्याट वाज वान मेमोरी होला अनि त्यति बेला फेरि हामी एकदमै रेडियो पनि सुन्ने अनि एकदमै त्यो 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 हाम्रो लागि एकदमै इम्पोर्टेन्ट पनि थियो नि भन्न एभ्री नाइट हामी पुरा रेडियो सुनेर ओइ तैँले त्यो सुनिस् ओइ त्यस्तो पो भएछ है भनेर पुरा हामी चाहिँ कुरा गर्थ्यौँ तैँले फोन गरिस् कि गरिनस् एक्ज्याक्टली or लाइक हामीले पुरा हुन्छ नि फोन गरे गर्नु पर्थ्यो नि अनि एकचोटि चाहिँ ठ्याक्क लाग्छ नि अनि ए सुने मैले सुने भन्थ्यो निर्णयले पनि बिचरा हि युज टु हुकअप त्यो क्लबहरूको टिकट के त फ्री टिकट वेयर सो ब्रोक पैसा हुँदैन थियो अनि हि युज टु हुकअप अनि हामी त्यही टिकटमा जान्थ्यौँ त्यही भने those were the days है तर गुड मेमोरिज है गुड मेमोरिज अनि आई थिङ्क हाम्रो यो ठ्याक्क टाइमिङ पनि मिलोस् होपफुली हामी 20 मिनट्स भित्रमा होइन किनभने बोरिङ पनि नबनाऊ होइन अब स्पेसली लाइक मम एन्ड ड्याडहरू कस्तो के अरे तर हुन्छ नि मम्मी ड्याडीहरू अलरेडी कस्तो बिजी हुन्छ बच्चाहरूसँग होइन अनि होपफुली हामीले चाहिँ तपाईँहरूको लागि भनेर इन्ट्रेस्टिङ प्रोफेसनल पर्सनल ओपिनियनहरू लिएर आउने अझ अरू आमाहरू बुवाहरू यो पडकास्टमा लिएर आउने प्लान छौ अनि एनी टपिक तपाईँहरूलाई हामीले डिस्कस गरौँ जस्तो लाग्यो भने चाहिँ कमेन्टमा हाल्नुहोस् होइन
And also सबैजना अनलाइन anybody can be guest, like कुनै follower Mhm. पनि चाहिँदैन, कोही popular personality पनि चाहिँदैन. We can just sit down and random Yeah. chit chat and then Mhm. yeah, Right. होइन? Yeah, you're invited. Yeah, let's talk about it. Let's do some golf and gaff. Yes, yes. Let's keep it going. That's right. So hopefully next Friday or next Saturday on the second episode on Zola, please make sure to tune it out. Peace I hope out. you did it right. Yep. Peace. Bye. Bye.